चाहिँ मैले हिटको न्युमेरिकल कसरी गर्ने भनेर चाहिँ सिकाउन जाँदैछु होइन। यो चाहिँ हाम्रो 2082 सालको एसीमा लुम्बिनी प्रदेशमा सोधेको क्वेसन थियो है। र यो 4 मार्क्समा सोधेको हामीले क्वेसन देखिरहेका छौँ हिटबाट। र के भन्छ भने 2000 ग्राम पिण्ड भएको 3वटा डिफ्रेन्ट मेटेरियल्सहरू छ एबिसी भनेर होइन। र तिनीहरूलाई 20 डिग्री सेल्सियसले तिनीहरूको टेम्परेचर रेज गर्नलाई यति यति हिट एनर्जी चाहिँ चाहिन्छ भनेर भनेको छ। यो एउटा टेबल दियो र यो टेबलको बेसिसमा ए नम्बरमा सोधेछ which liquid among the ones given in the table is appropriate for cooling hot engine of the vehicle deep region भनेको छ है। अब यसको आधारमा होइन कुन चाहिँ लिक्विड गाडीको इन्जिनलाई कुल डाउन गर्नको लागि उपयुक्त हुन्छ भनेर भनेको छ। अब यसमा सबभन्दा बढी हिट एनर्जी कसले एब्जर्ब गरेछ भन्दाखेरि यसले गरिरहेको छ होइन। हिट एनर्जी किन धेरै एब्जर्ब गर्यो भन्दाखेरि त्यसको स्पेसिफिक हिट क्यापासिटी चाहिँ के छ त हाइएस्ट छ है। त्यही भएर हामीले यसको रिजन के लेख्नु पऱ्यो भने पहिला चाहिँ ए भनेर लेख्नु पऱ्यो ए नम्बरमा होइन। यसको रिजन चाहिँ सब्सटेन्स ए अथवा लिक्विड ए भनेर लेख्नु पऱ्यो र रिजन तलपट्टि दिनु पऱ्यो इट हेज हाइएस्ट स्पेसिफिक हिट क्यापासिटी सिन्स इट हेज एब्जर्ब लार्जेस्ट अमाउन्ट अफ हिट भनेर लेखिदिनु भयो भने यसको 2 मार्क्स आउँछ है। यसमा 2 मार्क्स त्यसरी आउँछ। अब बी नम्बरमा गएर न्युमेरिकल गर्न भनेको छ होइन। एट द सेम कन्डिसन अफ टेम्परेचर वाट वुड बी द मास अफ सब्सटेन्स सी टु कन्ज्युम दिस मच जुल अफ हिट एनर्जी भनेर भनेको छ। भने पछाडि अब मैले त्यो सीको लागि लेख्नु पऱ्यो भने यहाँनिर बी नम्बरमा सीको लागि चाहिँ लेख्न पऱ्यो भने पर सब्सटेन्स सी सब्सटेन्सको लागि भनेर मैले लेखेँ। यहाँनिर मैले पहिला क्यूको भ्यालु मलाई 18,400 जुल दिएको छ है। यसमा चाहिँ मलाई के भन्यो भने मास सोध्यो। अब मैले यहाँनिर युज गर्ने भनेको त क्यू बराबर एमएसडिटी हो नि त। डिटीको भ्यालु त 20 डिग्री सेल्सियस छँदैछ होइन। तर यहाँनिर मलाई के थाहा छैन यस थाहा छैन। त्यसो मैले पहिलो टार्गेट के गर्नु पर्यो भने यस आइडेन्टिफाई गर्नु पर्यो स्पेसिफिक हिट क्यापासिटी फाइन्ड आउट गर्नु पर्यो भने त्यसको लागि चाहिँ म के गर्नु पर्यो भने क्यू इक्वल्स टु अब 15,400 त टेबलमै दिएको छ यति चाहिँ युज गरेको छ भनेर डिटी भनेको 20 डिग्री सेल्सियस छँदैछ अनि यम भनेको 2000 ग्राम छ त्यो भनेको 2 केजी मास भइहाल्यो है। र यहाँबाट चाहिँ हामी के गर्नु भने क्यू इक्वल्स टु एमएसडिटी गरौँ भ्यालु राखौँ। भ्यालु राखिसके पछाडि यहाँबाट यसको भ्यालु आउँछ 385 जुल पर केजी पर डिग्री सेल्सियस होइन। यो चाहिँ यसको स्पेसिफिक हिट क्यापासिटी भ्यालु आयो। त्यस पछाडि अब तपाईँले चाहिँ यहाँनिर लिएर गएर राख्नु क्या यसलाई। अब यहाँनिर लिएर गएर राख्यो भने क्यूको भ्यालु चाहिँ कति भयो 18,400 भयो। मास निकाल्नु पर्ने छ यसको भ्यालु 385 हुन्छ होइन। अनि डिटी भनेको 20 छ। अब यहाँबाट चाहिँ सल्भ गर्यो भने यम इक्वल्स टु चाहिँ कति आउँछ 2.38 केजी आउँछ है। सो यसरी यति गर्नुभयो भने तपाईँको यहाँबाट चाहिँ 2 मार्क्स आयो है। यसरी क्वेसनहरू चाहिँ सल्भ गर्नुपर्ने हुन्छ। र तपाईँलाई भिडियो युजफुल लाग्यो भने लाइक कमेन्ट र सेयर गर्न नबिर्सिनु होला है त।